जेनजी आन्दोलन जाँच आयोगले फेरि पनि म्याद थपेछ। यदि प्रतिवेदन चुनावकै अगाडि रिलिज गर्ने हो कि चुनाव भइसकेपछि रिलिज गर्ने हो, यदि पुरानै दलका जो घटना घटेका थिए, जो सरकारमा थिए, तिनीहरूकै दलले पुनः पनि गठबन्धन गरेर सरकारमा फेरि आयो भने अहिले जनता बाँडिएको छ। त्यसै गरी नयाँ पार्टीहरू पनि बाँडिएका छन्। कुलमान, रवि र हर्क अलग अलग भएका छन्। मानिलिउँ भोलिका दिनमा स्वतन्त्रले पनि ज्यादा सिट ल्याइन, हर्क साम्पाङले पनि ज्यादा सिट ल्याएनन् र कुलमानले पनि ज्यादा सिट ल्याएनन् भनेपछि बन्ने सरकार भनेको एमाले, माओवादी र काङ्ग्रेसै हो। अहिले यिनीहरूले जति मिल्दैनौ, गगन थापाले जति ठुला कुरा गरे पनि भोलि बिहान गठबन्धन गरेर नै यिनीहरू सरकारको अगाडि बढाउँछन्। त्यतिखेर प्रतिवेदन रिलिज गरेर अनि यिनलाई कसले कारबाही गर्ने? केपी शर्मा ओलीले त शेरबहादुर देउवाको घरमा जलेको नोट एआईले बनाएको भनेर भनिसके। अनि गगन मेरो दाजु भाउजू भन्दै जेनजी आन्दोलनभन्दा पहिला उफ्रिँदै थिए। अनि सुशीला सरकारले दिएको प्रतिवेदन भोलिका दिनमा के साँच्चै यिनीहरूले कार्यान्वयन गर्ला? तपाईँको विचार कमेन्टमा लेख्नुहोस्।